डाक्टर बोधराज ढकालज्यू, प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीज्यू र पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति पदमराज ढकालज्यू लगायत लेखनाथ उद्योग वाणिज्यसित सम्बन्धित सम्पूर्ण पदाधिकारी, पूर्व पदाधिकारी, सम्पूर्ण सदस्यहरू र साथसाथै साहित्य, सङ्गीत, कला, संस्कृति, उद्योग, व्यापारसित सम्बन्धित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, आज मलाई यो संस्थाले यो कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिको रूपमा आमन्त्रण गरेर जुन मेरो विद्यार्थीलाई सम्मान गर्ने अवसर प्रदान गर्नुभयो, म अत्यन्तै गर्वले द्रवीभूत भइराखेको छु। म अत्यन्तै खुसी छु। आज यत्रो ठुलो समारोहमा मैले स्नातकोत्तर तहमा पढाउँदै गर्दा मेरो विद्यार्थी बोधराज ढकाल अत्यन्तै मेधावी, साधना गर्ने र जिज्ञासु विद्यार्थीको रूपमा हुनुहुन्थ्यो र उहाँको पढाइ र कर्मशीलता हेर्दै जाँदा आज भविष्यमा यो मान्छे राम्रो बन्नुहुन्छ भन्ने मलाई लाग्थ्यो। आज प्रमाणित गरेर देखाउनु भयो र मेरै हातबाट सम्मानित गर्न पाउँदा आज म अत्यन्तै गर्वबोध गरेको छु। र एउटा कुरो मात्रै म निवेदन गर्न चाहन्छु, उहाँले किताब लेखिसकेपछि, आज समयको पाबन्दीका कारण म धेरै बोल्दिनँ, उहाँले किताब लेख्नुभयो, मैले पनि पढाउँथेँ, उहाँले पनि पढाउनुहुन्थ्यो। मैले भन्दा धेरै राम्रो जानेर जब मलाई किताब दिनुभयो, मैले त्यही किताब लिएर गएर एमए को विद्यार्थीलाई पढाएँ र उहाँको त्यो सफलता र आज पनि यो सफलता र मेरो लागि गर्वको विषय भएको छ। र यस्तै जगन्नाथ रेग्मी एमएमा पढाउँदै गर्दाखेरि आज मैले यहाँ देखेको छु, जगन्नाथ रेग्मी यस्तो मेधावी विद्यार्थी हो, पढाउँदै गर्दाखेरि जगन्नाथजी अब तपाईँ पढाउनुहोस्, म बसेर सुन्छु भनेर सगर्व क्लासमा बसेर मैले सुन्थेँ। त्यस्तो विद्यार्थी पनि आज यो मञ्चमा देखेको छु। र सँगसँगै दुवैजना मेरो विद्यार्थी, बालाई नबिर्सनु होला, आमा त अझ धेरै नबिर्सनु होला, किनभने श्रीमद् भागवतमा एक ठाउँमा लेखेको छ कि गर्भमा रहेको मेरो बच्चालाई अहिले नमार, पछि मार्लास्, मेरो पेटमा बच्चा छ भनेर मार्न आएको शत्रुलाई पनि रोक्ने आमा। त्यस्तै आमाले तपाईँलाई जसरी जुन सपना देखेर आज हुर्काउँदै हुर्काउँदै दुःख गरेर यहाँ ल्याउनु भयो, आज त्यो आमाले यत्र धेरै व्यक्तिहरूको बिचमा लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा तपाईँलाई ल्याएर जसरी सम्मान गरेको यो दृश्य देख्न पाएको भए सायद ती आमाले कति गर्व गर्नुहुन्थ्यो। आमालाई नबिर्सनु होला, बालाई नबिर्सनु होला। सँगसँगै एउटा एकलव्यको कथा थोरै जोडेर म बिदा हुन्छु। एकलव्य एउटा त्यस्तो शिष्य हो। एकलव्य भन्ने द्रोणाचार्यलाई के भने हे द्रोणाचार्यजी, म तपाईँसित ज्ञान आर्जन गर्छु भनेर भन्दा द्रोणाचार्यले त क्षम्य, तँलाई हुँदैन भनेर भन्नुभयो। त्यसपछि एकलव्यले लिएर गएर द्रोणाचार्यकै प्रतिमा लिएर गएर राखेर साधना गर्नुभयो, तपस्या गर्नुभयो। अर्जुनले जस्तै बाण हान्न सक्ने सामर्थ्यवान बन्नुभयो एकलव्य। एउटा गुरुको, जसलाई गुरु स्थापना गरियो, त्यसै जसलाई गुरु मान्छु भनेर भन्नुभयो, गुरुले मान्नु भएन, गुरुको प्रतिमा स्थापना गरेर साधना गर्नुभयो, ज्ञान आर्जन गर्नुभयो। र पछि गुरुले गुरु दक्षिणा बिनाको ज्ञान फलदायी हुँदैन भनिसकेपछि के दिम त गुरु भन्दा औँला काटेर दे भन्दा गुरुलाई औँला काटेर दिएको थियो एकलव्यले। त्यही छोटोमा अब म के भन्न चाहन्छु भने एकलव्य जस्तै बन्नु होला, असल चाहिँ शिष्य बन्नु होला, असल गुरु बन्नु होला र उदाहरणीय व्यक्तिको रूपमा यो देशमा स्थापित हुनु होला। यसको लागि हार्दिक शुभकामना दिन चाहन्छु। र आज यो 21औं उद्योग वाणिज्य सङ्घको यो 21औं यो उत्सवको अवसरमा सबभन्दा पहिलो मलाई रमाइलो के लागेको छ भने यो दीप प्रज्वलन गरेर जुन उद्घाटन गर्नुभयो, सामूहिक रूपमा लेखनाथका कृतिहरूलाई ढोक गराएर यो उद्घाटन गर्नुभयो। र सँगसँगै अर्को नौलो लेखनाथवासीले पहिलो पटक महिलालाई उद्योग वाणिज्य सङ्घको अध्यक्ष बनाएर उदाहरण पेश गर्नुभएको छ। र उहाँले फेरि उदाहरणीय कर्म गरेर फेरि यो यसरी
यो साहित्य कला संस्कृतिलाई उत्थानको दिशामा लैजाने जुन प्रयत्न गर्नुभएको छ, यो कार्य समिति र पूर्व कार्य समितिका साथीहरू समग्र लेखनाथवासीहरूप्रति यस सत्कर्मप्रति हार्दिक बधाई दिँदै र मेरा शिष्यलाई अझ अगाडि बढ्ने शक्ति प्राप्त होस् भन्ने शुभकामनाका साथ बिदा हुन्छु। धन्यवाद।